हे भगवान, यो स्विचले पनि दिनौसम्म दुःख दिइसक्यो। कति फेर्नु भनेको, अब फेरि अर्को चाहिँ स्विच ल्याएर नफेरि नहुने भयो। हे तेरिका हो। सर भाइ, ए सर भाइ यहाँ त लाइन त छ त, यो के भयो? फेरि स्विच बिग्रियो क्या हो? हजुर दाइ, हेर त त्यो स्विच फेरि लाइन गयो। आयो दाइ? लाइन त छ, खोइ यहाँ के भयो? दाइ यो स्विचले दुःख दिनुसम्म दिइसक्यो। 3 चोटि भइसक्यो बनाएको यो महिनामा। हेट तेरिका, तिमीहरूलाई जति भने पनि लाग्दैन। अलि राम्रो खालको स्विच ल्याएर लगाऊ भनेको, त्यो टेक्निसियनलाई फोन गर त, अलि राम्रो स्विच ल्याएर लगाऊ। हेलो इलेक्ट्रिसियन दाइ होइन? दाइ यहाँ फेरि आउनु पऱ्यो हाम्रो एन्ट्री। अस्ति भएर बनाउनु भएको फेरि स्विच बिग्रिसक्यो। खै के हो यो लाइनै सप्लाई आउँदैन, यो स्विच के तुरुन्त आइहाल्नु पऱ्यो दाइ। सबै काम रोकेर बसिरहेको छ। सधैँ काम हुँदा तपाईँलाई नै पर्खिनु पर्ने भयो। तुरुन्त आउनु पऱ्यो दाइ। ल दाइ तुरुन्त है एकदमै। ए ल ल भाइ आइहालेँ। होइन सर भाइ, निकै बेर भइसक्यो त, अहिलेसम्म मान्छे आइपुग्नु भएको छैन। दाइ आउनु पर्ने हो भन्ने म फोन लगाएँ। ए आइपुग्नु, ए के समस्या के थियो दाइ? हेर्नु अस्ति भर्खर हजुरले स्विच फेरेको 15 दिन भएको छैन, फेरि बिग्रिसक्यो। 2 चोटि फेरिसक्यो यो महिनामा। ए अस्तिको स्विचमा केही गडबडी भइसक्यो। यो त पुरै फेर्नुपर्ने हुन्छ है। मसँग अहिले बजारमा धेरै, मेरो ब्यागमा धेरै खालका स्विचहरू छन्। यो स्विच मध्ये अब यो चाहिँ अलि राम्रो, त्योभन्दा यो अलि राम्रो, यो झनै राम्रो, त्यसपछि त्योभन्दा पनि राम्रो मसँग छ। कुन फेरि तपाईँको? ए होइन, यो अस्तिदेखि फेरेछौँ, यो सबै मलाई लोकल जस्तो लागिरहेछ। तपाईँ एकछिन बस्नुहोस्, म अर्को स्विच लिएर आउँछु। हुन्छ ल्याउनु, म फेरिदिन्छु। मेरो काम फेर्ने लाउने त हो नि। साउजी हजुर स्विच चाहियो, एकदमै राम्रो भरपर्दो स्विच देखाउनु पर्यो। स्विच हेर्नु न, यो पनि राम्रो छ, यो पनि राम्रो छ। कस्तो चाहियो? धेरै खालको। ए भगवान, बजारमा यति धेरै स्विच, हे प्रभु, अब के लिनु? के लिनु? राइट चोइस। तपाईँको प्रश्नमा उत्तर के लिनु स्विच चाहियो तपाईँलाई? ल हेर्नुहोस्, के लिनु स्विच, त्यो अप्सनहरू हेर्नुहोस्। तपाईँ लिनु के लिनु स्विच, तपाईँले खोजेको जस्तै के लिनु? यो स्विच फेर्ने हो। ल यो स्विच राम्रै छ त भाइ। होइन, यो स्विच फेर्ने हो। यो स्विच फेर्दा फेर्दा दिक्क वाक्क भइसक्यो। 3 चोटि 4 चोटि फेरिसक्यो। यो अब यो फेरेर हेर्नुहोस्। ओहो, यो त अनि नाम नचलेको नराम्रो कम्पनी भन्छ नि।